Hello and namaste everyone. I hope you all are great. आज हामी तिनजना चाहिँ म्यान्डरिन बफेटमा गएको थियौँ। हामी चाहिँ समयभन्दा केही क्षण अगाडि आएको कारणले केही समय पर्खिनु परेको थियो। अनि त्यो समय सदुपयोग गर्नलाई चाहिँ म यहाँनिर केही मोमेन्टहरू क्याप्चर गरिरहेको थिएँ। केही क्षणमै हाम्रो नाम पनि आयो। अनि मलाई चाहिँ यहाँ जाँदा जाँदै है कस्तो खानु मन परिसकेको थियो क्या। यस्तो भोक लागिरहेको थियो है। अनि हामी चाहिँ पुरै एक्साइटेड भएर बसेर चाहिँ भोकले फ्यान पनि हुन लागिरहेको के माने We are here Mandarin. ए हो के लागि आएको हामी इभिनिङ डिनर. हो त्यस्तो पो हो। होइन दिदी आइरहेछ नि होइन मजाले लु Yes, perfect. केही समयपछि हामीले हाम्रो खाना लिन गयौँ अनि मैले चाहिँ यहाँ यति धेरै आइटमहरू लिएँ है। यस्तो भोक लागिरहेको थियो अनि सबै खाइसकेँ क्या। फर्स्ट सेकेन्डचोटि यो त लाइक हाम्रो सेकेन्ड टाइम थियो होला है यो चाहिँ। अनि थर्ड आइटम ओके थ्याङ्क यू मैले खाइसकेको चाहिँ कस्तो लागिरहेछ टेस्ट दामी पैसा अब चाहिँ खानेकुरा सधैँ सबै खाइसकेपछि लास्टमा हाम्रो डेजर्टमा आइसक्रिम थियो। अनि म चाहिँ एकदम मक्ख परेर हेर्नुहोस् न आइसक्रिम खाँदा को म खुवाउँदैन है, सबैजना खुसी हुँदै खाँदैछौँ क्या हामी चाहिँ। तर साँच्चै भन्नुपर्दा लाइक मलाई चाहिँ टेस्ट लाइक आउट अफ 10 मा चाहिँ 8 दिन मन परेको थियो है। अनि हामीले खाइसकेपछि चाहिँ यहाँनिर फोटो खिच्ने कार्यक्रम हुँदै थियो। त्यसपछि हामी हाम्रो घरतिर लाग्ने तयारीमा थियौँ। अब चाहिँ हामी उबर गरेर उबरमा जानुपर्ने हुन्छ। सी यु एट होम गाइज। गाइज हामी चाहिँ अब खाइपी गरेर आइसक्यौँ। कस्तो लाग्यो नराटी भन्नुहोस् त लाइक गाइज दामी बब्बाल भयो। ल फाइनली गाइज हामी पनि हाम्रो फ्लोर आइपुग्यौँ। अनि हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो, हजुरहरूले इन्जोय गर्नुभयो कि भएन? आई नो इट्स माई फर्स्ट टाइम, त्यति राम्रो छैन बट अझै म ट्राई गर्नेछु राम्रो बनाउनुको लागि। तर हजुरहरूको सपोर्ट चाहियो मलाई। ओके बाई, सी यू, थ्याङ्क यू सो मच गाइज यहाँसम्म हेरिदिनु भएकोमा। बाई।